थर्ड मक्टु बन्दैछ सोचिकेको पनि रोयल इन्फिल्ड हुन्छ गाइज मोमो खाना आउनु चाहिँ वाशिङ हुँदैछ अब मेरो गाडी Our hearts beat to the city streets. We began to feel the fire. हेलो गाइज गुड मर्निङ नमस्ते दिस इज लीला गुरुङ सधैँ हजुरहरूलाई मेरो लिल ज्यार्जी ब्लगमा स्वागत छ। सो गाइज आजको मेरो बिहानीको सुरुवात चाहिँ मर्निङ वाक गएर आयो अनि छोराहरूलाई चाहिँ टिफिन सिफिन बनाएर नास्ताहरू खुवाएर चाहिँ स्कुल पनि पठाएँ। सो अनि अहिले चाहिँ म तयार भएर यहाँनिर खाना खाँदैछु होइन। कहाँ जान आँटेको भन्दाखेरि चाहिँ आज मेरो हस्बेन्डको बाइक सर्भिसिङ छ। सो म चाहिँ रोयल इनफिल्डको सोरुम जाँदैछु बाइक लिएर। त्यहाँनिर आज सर्भिसिङ छ नि त, अब कति टाइम लाग्छ होइन। त्यहाँनिर अब सर्भिसिङ छ नि त आज चाहिँ मेरो गाडीको। अस्ति नै थियो हाम्रो चाहिँ होइन सर्भिसिङ टाइम चाहिँ। सो अनि हामी चाहिँ अहिले लेट भइरहेको थियौँ अनि सोरुमबाट चाहिँ फोन आयो नि त, त्यही भएर म चाहिँ आज जाँदैछु। हस्बेन्ड त अब हुनुहुन्न होइन, हस्बेन्ड नभएको कारणले चाहिँ मैले पनि नलगेको नि त। हजुरहरूले आज मेरो भिडियोमा चाहिँ के छ के भयो भनेर चाहिँ अब थम्बनेल अनि टाइटलबाट पनि थाहा पाइसक्नु भएको छ। फेरि पनि अगाडि हेर्नको लागि चाहिँ मेरो भिडियोलाई कन्टिन्यू हेरिदिनु होला है त। ल गाइस म चाहिँ खानासाना खाएर निस्केको अब होइन। ल गाइस म चाहिँ आइपुगेँ रोयल इनफिल्डको सोरुम। यहाँनिर चाहिँ भर्खर ओपनिङ हुँदैछ जस्तो छ, खुलेको छैन होला सोरुम चाहिँ। म भित्र गएर बुझ्छु है त। ल गाइस म चाहिँ यहाँ सर्भिसिङमा आएको छु। हजुरलाई थाहा छ मेरो गाडी चाहिँ सर्भिसिङ गरिसक्यो भाइहरूले होइन, बाहिर चाहिँ ट्रायलको लागि लगेको छ। सो अनि यहाँ चाहिँ भिडियो नट अलाउड भनिरहेको छ नि त। अनि मैले चाहिँ यतापट्टि बसेको ठाउँबाट वेटिङ रुमबाट चाहिँ कुनामा बसेर भिडियो गरिरहेको छु। म चाहिँ एकैछिन बाहिर जान्छु, बाहिरले के गर्दैछ भनेर हेर्नु पऱ्यो नि त। ट्रायलको लागि लगेको छ अहिले चाहिँ। वासिङ हुँदैछ अब मेरो गाडीलाई। एकछिन म चाहिँ बाहिर बस्छु होइन। भित्र अब भिडियो सिडियो खिच्न पाउँदैन, बाहिर यसो देखाउनु पऱ्यो नि हजुरहरूलाई। ऊ त्यो सुजुकीको चाहिँ अस्ति म झुक्केको, सुजुकीको पनि रोयल इनफिल्ड हुन्छ भनेको उतै गाडी हो। यहाँ स्टाफ भाइको रहेछ क्या, मैले बुझेँ यो चाहिँ हो। यहाँ माथि छ अफिसहरू होइन डिल गर्ने सोरुम चाहिँ, मुनि चाहिँ सर्भिस सेन्टरहरू छ। अनि त्यो सर्भिस सेन्टरमा चाहिँ भिडियोहरू फोटोहरू अलाउड छैन नि त, त्यही भएर म एकछिन बाहिर निस्केको। अब गाडी वास भइसक्छ अनि म चाहिँ घर जान्छु। त्यसपछि भरे फेरि बागडोग्रा जानु छ, छोराको युनिफर्म लिनु छ अनि छोरा लिन जानु छ। अकेले अकेले रहेंगे फाइनली गाइज मेरो चाहिँ गाडी सर्भिसिङ पनि भयो होइन, वास पनि भइसक्यो। अब म चाहिँ जाँदैछु घर। म चाहिँ यहाँ चिकन लिन आएको छु। गाइजहरू हेर्नुहोस् म चाहिँ आइपुगेँ होइन, चिकन लिएर आएको। ल म चाहिँ यहाँनिर होइन छोराको युनिफर्म लिन आएको छु। ल गाइज अहिले चाहिँ म मोमो बनाउँदैछु। यतापट्टि बन्दैछ होइन। यो चाहिँ तीसरा मक्टु हो। दुईवटा मक्टु चाहिँ त्यहाँ ग्यासमा बसिरहेको छ। यहाँ चाहिँ मेरो फ्यामिली अनि यहाँ मेरो थर्ड मक्टु बन्दैछ। सो अब म चाहिँ अघि नै चाहिँ भिडियो बनाउन पाइनँ क्या, मैले हस्बेन्डको भिडियो कल आएको थियो नि त। अनि चाहिँ मैले चाहिँ भिडियो बनाउन पाइनँ। यहाँनिर अलिकति छ अब आँटा होइन, यतिलाई चाहिँ यहाँनिर भरेर टक्कसँगले यो गर्दैछु। यो चाहिँ भोलि ताइपोको लागि राखेको मैले किमा।
हस्बेन्डको भिडियो कल आएको थियो नि त, अनि चाहिँ मैले चाहिँ भिडियो बनाउन पाइनँ। यहाँनिर अलिकति छ अब आँटा होइन, यतिलाई चाहिँ यहाँनिर भरेर टक्कसँगले यो गर्दैछु। यो चाहिँ भोलि ताइपोको लागि राखेको मैले किमा। वाउ गाइज, मोमो खाना आउनु चाहिँ हजुरहरूलाई चुले निम्तो छ। यहाँ चाहिँ मेरो मोमो पाकिसकेको छ गाइज। अब हामी आमा छोरा मिलेर खाने हो यसलाई। अनि एउटा कुरा, चटनी बनिसकेको छैन गाइज। यहाँ हेर्नु न, यहाँ चटनी हेर्नुहुन्छ, चटनीलाई यसरी पेस्ट चाहिँ बनाएको छु। अब यसलाई यो सिलौटामा चाहिँ म पिस्छु चटनी। यो चाहिँ अदरकहरू हो, अघि मैले यहाँनिर काटेको थिएँ नि त, त्यही भएर अलिअलि छ। अब म चटनी चाहिँ यहाँ पिस्छु होइन, अनि हजुरहरूलाई खाने बेलामा भेट्छु। ल गाइज, हाम्रो चाहिँ मोमो पनि सर्भ भइसकेको छ होइन। यहाँनिर मान्छेहरू मोमो खानुको लागि तयार। आजको लागि मेरो भिडियो पनि म यहीँनिर एन्ड गर्न चाहन्छु। हजुरहरूलाई आजको हाम्रो भिडियो कस्तो लाग्यो कमेन्टमा बताउन नभुल्नुहोला। साथै लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। थ्याङ्क्स फर वाचिङ। बाई। Our hearts beat to the city streets. We began to feel the fire. We rise like